बस गर्थ्यो पहिला झन् पहिला पहिला यहाँ त साह्रै गर्मी पनि हुन्न होला होइन उमा पनि जाडो फेरि गाडी आइरहेको मजाले गाडी नै आउँदो रहेछ त्यहाँ हो यता माथि नानी आउँछ ल छ न अब यताबाट फाइनल गर्दै आउँदैछ कि यसरी फाइनल गर्दै आउँदैछ क्या अब अहिले यहाँ साइकल सिक्ने यहीँ हो क्या हाम्रो बाटोतिर साइकल सिक्ने दौडाउँदै ल्यायो अनि यहाँ साइकल सिक्ने कि यो त साइकल झौली आउनु लगाएको र रमाइलो पो छ त बाउ यार त्यसो भन्दैछ फ्यामिली ल्याउनु पर्ने हो यार है जेएनजी फ्यामिली के फ्यामिली गाडी रिजर्भ गरेर यता चाहिँ भिड काट्न नि गाह्रो छ कि बाबु हेर न यस्तो चट्टान छ अनि चौँला उडेको भिड काट्नै गाह्रो छ नि यो त तर बाटो त फेरि यति भयो भने भइहाल्छ नि केही हुन्छ यो त केही होइन नि यस्तो ठाउँमा त वान ए पनि हुन्छ नि यहाँ होइन यस्तोमा त तिम्रो ट्राफिक चिल्लाने कि ट्राफिक राख्ने ट्राफिक राख्नु पर्छ नि ट्याक्कै उताबाट आएपछि ग्रिन बलेपछि आउने रेड बलेपछि गर्ने त्यो त्यसरी फलो गरे पनि हुन्छ खै हिमाल त्यहाँ हेर न भित्ताउ स्ट्रेट स्टेट के हिमालय हो त्यो बक्स छु हिमालहरू त्यो अरे कुन हिमालय अन्नपूर्ण त्यहीँ देखिन्छ पोखरी होइन यो कति रमाइलो पारी बस्दै पोखरी छाप यताबाट घुमेर जाऊँ अब यताबाट
डेप्चुल डाँडा त्यही हो त्यही त कहाँ अनि अनि जाने कहाँ हिँडेर मान्छे बसेछ त्यो फेरि पर जाने बाटो यही त नि हो म जाने खास रुट यही हो म हिँड्नु उताबाट लेफ्टतिर गयो भने कहाँ पुग्छ गवादी उता जाने हामी हौतिर जाने होइन अर्कोमा जाने बाटो यही त हो नि बाटो कि कस्तो कि जान्छ हिमाल छेकियो राम्रो संरचना बनाएर है तल पहेँलो घरै बनाएर त्यो त उसो के हो पोखरीलाई सम्बोधना Bekas ada pelawak. दाजु नमस्कार 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 आजभोलि यार त्यताबाट आउने जाने नै चलिरहेको आज कचुल्टो भएछ यार जिन्दगी यार यता न उता क्या ठिक छ त काम गर्ने मान्छे दसैँ मान्न गएको आएकै छैन यार यस्तै भाइ पनि आएको भाइ त छ पानी बोकेर बसिरहेको छ पानी अलिक गाह्रो कि होइन मिताल खासो कन्टिन्यू छ है ल कन्टिन्यू ल आइपुगेको अरे होइन त्यो चाहिँ के अरे डेप्चुल डाँडा यतापट्टि आऊ न दाइको यही पनि हो के अरे रुमहरूको लागि चाहिँ यो घर यो पुरै रुम खाली हुन्छ त बस्न मिल्छ त बाबु यहाँ रुम दाइको यो पुरै रुमको लागि लजिङको लागि डेप्चुल डाँडा त्यही हो के अरे अझै त्यो टुप्प हिमाल अलि खुलेर हिँड्छ क्या आज खासै माथि जाऊँ न ऊ त्यहाँ ल खिचिरहेको छु कति भिडभाड हो यार आमा हो हुन त कमाउने देखेर हो क्या होइन र बाजु नमस्कार है आएर हुनुहुन्छ के अरे बाटो पिच हुने भने त माल हुन्छ यार ल थापा दाइको होटलमा मौसम है यति र यतिमा कति फरक यार आधी घन्टाको बाटोमा यही त हो नि रमाइलो है बादल चढेको है थोरै इन्टरभ्यू लियो चिसो हुन्छ पानी आएन कि कुखुराको माछा प्योर सुकुट्स सुकुट छ नि होइन यहाँबाट ल्याउँदैछ खाना हामीलाई च्याट्ट यसरी होइन सर्कनीबाट ल्याइदिउँ न खाना सहित खाइयो है त तेरो कुरा भयो होइन हो त नि सानी थिइन् त्यतिखेर त जन्मिन्थ्यो हामीसँगै बोल्दा एलिसा घर बस्नु भएको दाइ तपाईँहरू एलिसाको होइन यिनी जन्मिँदा त हामी सँगै बस्थ्यौँ यिनी यत्रै भइरहेको
कति क्लासमा पढ्छ नि भिन्न त अहिले 9मा पुगिसक्यो कहाँ नानी पढ्नु सियोमा त मान्छेहरू टिकटक बनाएको बुझिन यहाँ टिकटकको त खोलो भने हो कति रमाइलो हुन्छ पहिला मलाई तिम्रो जग्गा देखाउँछ अनि मलाई त्यो हस्ताक्षर गरेर बेचिहाल म कमेडी हो कि अहिले मान्छे जग्गा त एकजनाले माग्यो कि मागे त सबैले मागे कहाँ सबैले मार पाएको नि त्यहाँ भविष्यमा के गर्नुपर्छ भाउ तिमी एक्लैले गर्ने प्लान हो त एकले गर्ने त दुईले गर्ने भन्ने पनि हुन्छ र प्लान साथी जम्मै सँगै उठाउँ भन्ने हो उठेको फेरि त भन्नु त पट मारेर यस्तो बनाएर अनि यो कहाँसम्म पद मार कहाँसम्म हो यी नै हो वहीँसम्म हुन्छ भने डाँडासम्मै पहिला यहाँ पनि रोपेको थियो कि अहिले भन्नु बाली गुनासकै बाबु पहिला भयङ्कर बाली गुनास हुन्थ्यो कि यो जमानामा के सबै काठ काटेर सफा गऱ्यो काठ काटेर खाली कुरा काठ हुन्छ र बाली गुनासको काठ त खतरा हुँदो रहेछ नि यो टिकटकमा जाउँ टिकटकमा चाहिँ कहाँ माथि माथि हो एकछिन रोकौँ यहाँ बाबु ल हेर्न जानु यहाँ जाने रे सिधा यहाँ जाने रे जाने कि के गर्ने जाने हो र जाम हो अहिले ल अहिले पछि आउँदा ल ल जाम जाम कोही छ कि भनेर यहाँ चाहिँ पहिला त्यतिकै बखार छ ठाउँ त होला नि डाँडा बजार लाइन तलै होइन गाडीमा लाग्थ्यो हो डाँडा बजार त्यही माथि हुने होइन माथि लाग्थ्यो कि अरे अहिले चाहिँ अलि तल झऱ्यो डाँडा बजार त ठ्याक्कै डाँडैमा लाग्थ्यो हो त्यही माथि होइन त कहाँ त्यहाँ माथि कता कता अहिले देखाउँछु मैले पहिला लाग्ने त अहिले लाग्ने फेरि ओह्रालो झर्ने गरेर त अच्छा भइहाल्छ नमस्कार के हो त फोनै नगरेको यसरी सरप्राइज कहाँ छ न त गाडी आयो झलाएर हिँडेको हो र दाइ नमस्कार है ठिक छ नि ठिक छ दाइ नमस्ते तेरिका तिनजना मात्र हो कता आउँदा नि तिमी म त यही छु बाइक आयो कति टाढा पुग्ने धोवादी त्यहीँसम्म हो जाम आउँछु त्यहाँ बहिनीहरूलाई लिएर आएको आज लास्ट भोलि झरेर पाउँछ हिजो म अहिले आउँछु म माथि पुगेर आउँछु भनेर झन् ल ल ल ल है ल हामी त अब झन् हिँडेको अलिक थाहा खाना खायौँ ल
अहिले टिकटकको भनेको छ अहिले अब पर्यटन बस्छ भयो फोटो खिचौँ ल फोटो खिचौँ ल भिडियो खिचौँ ल नानीहरू हात हाल्ला हजुर रहर पनि पुरा भएन एकदम चाहिँ मनमै जस्तो लाग्यो कि मलाई कि मनमै लाएर जाम भने जस्तो लाग्यो त्यो लगा हरियो हरियो के हो त्यो कुन हरियो त्यो मासु अमर के भन्छ के भन्छ यार त्यसलाई अमृसो अमृत कुचो बनाउने होइन जस्तो लाग्छ हो कहिले जम्मै हामी जम्मै यो गोरुबथान ठाउँ भेला बजारा कसको भनेकै धनी भाइ गाउँ जाने गर्दा हो अहिले ओडा गाडी स्वामी हो मिजा गाडीमा छोरी बनाउनु यसमा कान्छ कान भेल्न घिउ पाउनु यहाँ पार्टी देख्छ घिउ पाउनु मालिक के आज काल सिस्नु कस्तो प्रकारले सिस्नु खोलाउनु दिएर यसमा त आनन्द हुन्छ सिस्नु अच्छा मौरी लिएर आजकल माडो पनि मिल्दैछ कि अनि बच्चा चाहिँ कति भयो ठुलो भइसक्यो बोतलमा ल्याइ दिनसँग बच्चामा यहाँ नि खै त आरती ए अनि बाबु नि रन्जित इसो डीमा राख्ने समय अझैसम्म डीमा राख्ने न धारा डी आजकल
आके लाग्दैन त्यही हो त्यो आर्लो हो र मेला हुँदैन भयो त्यो लिएर एउटा बोपर लिएर अब माछ पनि जानु न है दाजे घिउको ढुक्यो नि ढुमा माले जामे जाऊ ल जामेर जाम त अनि फेरि आछे होला आछे जाम त के नि भयो रञ्जने ए गोरा आज झमै अड्याउ छमै डुमा फेरि हो त्यो डाक्टर काका पावन न औषधि हो के माले इलाउ यतो चाहिँ ल्याउ सिस्नु त के गोरा दया ढुन्छ ढिङै फेरि रेछ न ल त्यो साउ क्लब भन्दा चाहिँ अब युट्युब हो भनौँ राम्रो लाग्यो आफ्नो भाषा गो कस्तो गजबको अर्ग्यानिक यसरी हो कि किरा हो अझ लाउटै राख्छ दाजु कहाँको चाहिँ पत्ता चुर्खेर फेरि बाबु चाहिँ प्रकृति ल्याउँ हमारे अनि फेरि दिमा राम्रो दि खान ए हिलो न फेरि दि खा भन भएर नि फेरि लापेला बोल्के सामने त मलाई नम भन्नु पर्यो ए ल हिरो छाकुर्सन मनाउनु हो चाको सन्नु के पर्दैन म पछि अरे रियाजले रक्सी मैले मगाले उजेल मगाले हजुर मगाले खाने हो खानेहरू भयो लोकल कोदोको छाङ्सको छाङ्स होला नि मेरो भिडियोमा त्यस्तो नगर्नु बाबु यस्तो यो चक्कु पनि ल्याउनु लान बाबु धने छमेलो जेन धवाजीको प्योर लोकल गाउँमा घरमा फलेको सुँगुरको गु हालेर अर्ग्यानिक मलद्वारा निर्मित त्यो काँक्रो फलेको काँक्रो त्यसलाई चाहिँ ग्राउन्ड गरौँ बाबा यो बन्द गरेर भिडियो अनि त्यसो फेरि पठाउनु मलाई बन्द भयो क्या तर आफैन अचार बन्ने होला नुन खोर्सानी बनाउने होला देखाने त्यो धेरै नजिक भयो मलाई स्वादको काँक्रो भेट्यो नाकोलाई दिखानु
त्यस्तो गर्छ जाउँ जाउँ म मिलाउँछु कि ठाडो खिचेको राम्रो आउने हो कि तर आउँदैछन् रुम पछाडि आऊ तिमी अब भिडियो खिच्नु ल माथिबाट खिच त ओह्राला अब पास पहा एकछिन है यहाँबाट खिच्छु ल अब मदन यो काँसकोले पनि यस्तो दामी देखेको अलि अगाडि तिमी अगाडि गरेर खिच्दैछ ल टिकटकमा खिची खिची गर्ने भाउ होइन त्यो के खास गाएको त्यो खास पहिरो मात्रै गायो हो कि अनि यो खासै चाहिँ यो त गाह्रो छ त पाहाडै भेट्यो नि त मेन उसै भेट्यो ढुङ्गा भेट्यो त्यो के राम्चो त्यही हो गा राम्चो त्यति रहेछ छ नि त यहाँनिर काउले चाहिँ यताबाट के अगाडि आएको आवाज आएको यता दुनियाँको डरा मान्न छोडिदेऊ बस मनसँग मान जोडिदेऊ दूरी यो कहाँ आएको मान्छे हो टोली किनेर बिहा आएको क्या बिहा आएको टोली हो कतै कसरी गएको त जम्मै तराई भने तलसुती भएको छ यहीँको धोवादेखि त्यसको राम्चेको जम्मै उसमा रिचे पानी त्यो राम्चे टोलै छ त राम्चेबाट झरेको कहिले पुरी गर्नु न यस्तो ट्रेनिङ त तिमीले लियो होला नि बाबु यार यस्तो हामी त डान्ड फर्कायो यहाँ त कसरी झर्ने हो ल फेरि उतै जानुपर्छ होइन साउदर खिच नि यहाँबाट झर्ने नि अब म अगाडि खिचिराखेँ उता ल खिचिराख्छु ल जाउँ न तान्नै पर्ने हो जान्नुपर्छ बाबु कति भरोसा गर्यो है तिमी मलाई ल बाबु मलाई त पर्दैन तान्नु उकालो चौध तिन गाउँ उकाली ओराली यस्तो छ विक्रमले निकै
तिमी लाइभ प्रोग्राम हो कि ऊ हो लाइभ त होइन होइन यही हो यो पहिरो बस्यो नि खस्ने गिटी थुक्नु यो डाँडा है त्यहाँ गाउँ थियो होइन पहिला त्यहाँ त थिएन थकी मार्नु भगवान् होइन त्यो के अरे होइन यो त ऊ हो त्यही त विश्राम स्थल हो क्या कि केही प्रतिशत हो क्या मन्दिरै हो र यो होइन होइन हिँड्दाखेरि बस्ने ठाउँ हो क्या पर्यटनको जोड दिन त खोज्या हो यो बिसाउने हो कि यो यो मान्छे उकालोमा आउँदाखेरि थकाइ लाग्छ बिसाउने बाउ एउटा उकाली ओह्रालीहरूमा गीत गाइदिउँ न गीत गाइदिउँ नि भिडियो बनाइरहेको छ है छोडेर कस्तो राम्रो फुल फलेको है ल यसो गरेर त मेरो खिच म पनि आउँछु देखा तिमी फुल पनि खतरा फुलेको देखियो त फुल राम्रो देखियो कि भने के को टावर हो यो टावर के को हो यो